बालेनले जे गर्दैछन् त्यो इतिहासले कहिल्यै देखेको थिएन र नेपालले जे भोग्दैछ त्यो एउटा सुखद भविष्यको सुरुवात हो। नेपालको राजनीतिमा दशकौंदेखि एउटा भाष्य स्थापित थियो। सत्ता भनेको भागवण्डा हो, सरकार भनेको सेटिङ हो र प्रधानमन्त्री भनेको पार्टीको बन्धक हो। तर 2082 फागुन 21 को निर्वाचनपछि जब बालेन्द्र शाह बालेन सिंहदरबार छिरे, त्यो पुरानो र सडे गलेको भाष्यलाई पहिलो हप्तामै डस्टबिनमा फालिदिए। अहिले बालेन केवल एउटा प्रधानमन्त्री मात्र होइनन्, उनी नेपाली राज्य सत्ताको 70 वर्ष पुरानो अपरेटिङ सिस्टम रिबुट गर्ने इन्जिनियरका रूपमा देखा परेका छन्। उनले चालेका पछिल्ला कदमहरूले पुराना दलका नेताहरूलाई मात्र होइन, प्रशासनिक संयन्त्रलाई समेत रनभुल्लमा पारिदिएको छ। किनकि बालेन जे गर्दैछन् त्यो अहिलेसम्मका कुनै पनि प्रधानमन्त्रीहरूले कल्पना समेत गरेका थिएनन्। प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरे लगत्तै सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई एउटै टेबुलमा राखेर जुन छलफल गरे, त्यसले काठमाडौँ केन्द्रित मानसिकतालाई ठूलो धक्का दिएको छ। विगतमा प्रधानमन्त्री र मुख्यमन्त्री बीचको सम्बन्ध मालिक र कारिन्दाको जस्तो हुन्थ्यो, तर बालेनले यस सिस्टम म्यानेज र एक्जिक्युटिभ अफिसरको रूपमा परिभाषित गरिदिए। बैठकमा बालेनको एउटै प्रश्न थियो, तपाईको प्रदेशमा बजेट किन खर्च भएन? अवरोध कहाँ छ? मलाई बहाना होइन, फाइल चाहियो। विकास निर्माणमा देखिएको प्रशासनिक र कानूनी गाँठो फुकाउन उनले जुन तत्परता देखाए, त्यसले सातै प्रदेशमा नयाँ ऊर्जाको सञ्चार गरेको छ। स्रोत साधनको समुचित बाँडफाँड र राष्ट्रिय प्राथमिकताका योजनामा केन्द्र र प्रदेशको सहकार्य अब भाषणमा मात्रै सीमित नभएर परिणाममा समेत देखिने संकेत मिलेको छ। बालेनको सबैभन्दा माइलस्टोन भनिएको 6 वटा राष्ट्रिय दलका घोषणा पत्रहरू अध्ययन गरेर तयार पारिएको 18 बुँदे राष्ट्रिय प्रतिबद्धता पत्र हो। यो नेपाली संसदीय इतिहासमै पहिलो प्रयोग हो। सामान्यतया चुनाव जितेपछि दलहरूले आफ्ना घोषणा पत्रलाई रद्दीको टोकरीमा फाल्छन्, तर बालेनले रासोपा, कांग्रेस, एमाले, माओवादी, अहिलेको नेकपा र श्रम संस्कृतिसँगै राप्रपाका चुनावी बाचालाई ल्याबमा राखेर परीक्षण गरे। उनले भने, तपाईहरूले जनतासँग भोट माग्दा जे कसम खानु भएको थियो, म त्यही कार्यान्वयन गरिदिन्छु। अब मलाई कसले र कुनै पनि नैतिकताले विरोध गर्दैन। यो कदमले विपक्षी दलहरूलाई